उहाँले हिजो चाहिँ कालो टेप लगाएर चाहिँ संसद विघटन गर्ने बेला कालो टेप लगाएर मञ्चमा भाषण गर्ने बेला उहाँले रोमिता देखाएको हो किन? त्यसकारणले शिक्षक वर्गलाई जसरी रोमिता भन्नुभयो 17-18 दिनमा आउँदा भए पनि उहाँले थोरै चाहिँ यो आन्दोलनको चाहिँ एउटा उचाइलाई चाहिँ थोरै महत्त्वबोध गरे जस्तो चाहिँ देखियो। हामी अहिले चाहिँ सबै शिक्षकहरूले आफ्नै तरिकाले गरिरहेका छौँ। कतिपय शिक्षकहरू आफन्तीमा पनि बस्नुहुन्छ, कतिपय होटलमा बस्छौँ है, कतिपय चाहिँ विभिन्न चाहिँ होस्टेलहरूमा पनि बस्छौँ, कतिपय विद्यालयहरूमा पनि बस्छौँ हामी सामुदायिक विद्यालयहरूमा। त्यसरी चाहिँ हामी म्यानेज गरेका छौँ। अहिले समस्या त हुने कुरा भइ नै हाल्यो हो, किन भन्दाखेरि 19औं दिनसम्म शिक्षकहरू काठमाडौँमा बस्दा, काठमाडौँको ठाउँमा बस्दा अलिकति आर्थिक समस्या पर्ने चाहिँ हुन्छ नै, तर चाहिँ आर्थिक समस्या भन्दा पनि सामुदायिक विद्यालयको शिक्षामा रूपान्तरण गर्ने गरी शिक्षा ऐन ल्याउने कुरा सबभन्दा मुख्य भएको हुनाले शिक्षकहरूले अहिले त्यो खर्च पर्चको चाहिँ त्यति धेरै टेन्सन र तनाव गर्नुभएको छैन। छिटोभन्दा छिटो शिक्षा ऐन सरकारले जारी गरोस् र विद्यालयमा गएर चाहिँ उपयुक्त ढङ्गले हामीले पढ्न र पढाउन पाऊँ भन्ने चाहिँ एउटा हाम्रो अपेक्षा छ। खास गरी सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण गर्ने गरी ऐन आउनुपर्छ भन्ने हाम्रो माग पनि हो। त्यो अनुसार सरकार संवेदनशील नभएकोले हामी अत्यन्तै चिन्तित पनि छौँ। विद्यार्थीको भविष्यप्रति चाहिँ सरकार जिम्मेवार भएन। हामी आज 19औं दिनसम्म आउँदा पनि हामी थाकेका छैनौँ। हामी निरन्तर सङ्घर्ष गरिरहेका छौँ। हाम्रा विगतमा भएका सम्झौताहरूलाई आउने शिक्षा ऐनमा एड्रेस गरी शिक्षा ऐन जारी नगर्दासम्म हामी यही सडकमै बस्छौँ र हामीले चाहिँ शिक्षा ऐन खास गरी अग्रगामी शिक्षा ऐन लिएर जाने हाम्रो चाहिँ एउटा लक्ष्य छ। सम्भवतः त्यो लक्ष्य उन्मुख हाम्रो आन्दोलन अगाडि बढिरहेको छ। रामकुमारी झाँक्री आफै नेत्री हुनुहुन्छ र आन्दोलनबाट उदाएको नेत्री हो र ढुङ्गामुढा गरेर चाहिँ खास गरी चाहिँ उहाँ एउटा चर्चित हुनुभएको आन्दोलनमा हिजो चाहिँ 62-63 सालको आन्दोलनमा अब उहाँले त्यो ढुङ्गामुढा गरेको रोमिता हो कि होइन त्यो आम नेपाली नागरिकले चाहिँ मूल्याङ्कन गर्नुपर्छ। रामकुमारी एउटा नेतृत्व एउटा चाहिँ के अरे आदरणीय नेतृत्व भएको हुनाले उहाँको बारेमा मैले धेरै टिका टिप्पणी गर्दैन, तर उहाँले जुन रोमिता भन्ने शब्द प्रयोग गरेर शिक्षकहरूमाथि अपमान गर्नुभयो त्यसले चाहिँ उहाँलाई नै माइनस गरेको छ, उहाँलाई नै तल पारेको छ। त्यस कारणले गर्दा नेतृत्व कुन कुरा बोल्ने उहाँ अघिल्लो संसदमा सङ्घीय सांसद हुनुहुन्थ्यो, उहाँले शिक्षा ऐन चाहिँ चाँडै ल्याउनुपर्छ भनेर चाहिँ लोबिङ गरेको भए छलफल गरेको भए है त्यो राम्रो हुन्थ्यो। उहाँले हिजो चाहिँ कालो टेप लगाएर चाहिँ संसद विघटन गर्ने बेला कालो टेप लगाएर मञ्चमा भाषण गर्ने बेला उहाँले रोमिता देखाएको हो किन? त्यसकारणले शिक्षक वर्गलाई जसरी रोमिता भन्नुभयो त्यो राम्रो होइन। उहाँको बारेमा मैले टिका टिप्पणी केही पनि गर्दैन, किन भन्दाखेरि सबै नागरिक शैक्षिक जगतले उहाँले गरेको कुरालाई एउटा प्रकारले एउटा कोणबाट हेरेको छ र आज बिहान उहाँले चाहिँ एउटा अन्तर्वार्ता थाहा सञ्चारमा अन्तर्वार्ता पनि दिनुभएको थियो। त्यहाँको बिचमा उहाँको अन्तर्वार्ता राम्रो पनि छ, किन भन्दाखेरि शिक्षक सङ्गठनहरू भनेका दल निकट छन् अनि बहुमतमा चाहिँ के अरे काङ्ग्रेस एमाले अनि माओवादीहरूका शिक्षक छन्, उहाँहरूले लोबिङ गरे राम्रो हुन्थ्यो भन्ने कुरा उहाँले गर्नुभएको छ। त्यो चाहिँ राम्रो बाटो हो, राम्रो पक्ष हो। तर चाहिँ हिजो जुन उहाँले चाहिँ एकाबिहानै टिप्पणी गर्नुभयो त्यसलाई मैले धेरै भन्नु छैन, तर चाहिँ शिक्षकलाई अपमानित हुने खालको शिक्षा क्षेत्रलाई अपमानित हुने खालको कुरा उहाँले गर्ने होइन। शिक्षालाई कसरी रूपान्तरण गर्न सकिन्छ, शिक्षकको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर राज्य पक्षतिर उहाँले लोबिङ गरिदिएको भए अत्यन्तै राम्रो हुन्थ्यो। अस्ति चाहिँ हाम्रो शिक्षक महासङ्घको टिमसँग चाहिँ बसेर प्रधानमन्त्रीले अलिकति थोरै चाहिँ पहिलाभन्दा अब 17-18 दिनमा आउँदा भए पनि उहाँले थोरै चाहिँ यो आन्दोलनको चाहिँ एउटा उचाइलाई चाहिँ थोरै महत्त्वबोध गरे जस्तो चाहिँ देखियो। शिक्षा ऐन ल्याउँछौँ भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो, लामो छलफल चाहिँ भएको पनि त्यहाँ बुझिन्छ। तर चाहिँ शिक्षा ऐनमा चाहिँ यी कुराहरू यसरी एड्रेस गरिन्छ, मन्त्री परिषदबाट हामी यो कुरा निर्णय गर्छौँ, अहिले तपाईँहरू चाहिँ यसरी तपाईँहरूले आन्दोलन ल्यान्डिङ गर्नुहोस्। हामीले पूर्ण रूपमा विश्वास एउटा त्यो शिक्षा ऐनमा तपाईँहरूसँग भएका विगतका सबै सम्झौताहरू कार्यान्वयन गर्ने गरी चाहिँ म ऐन ल्याउँछु भन्ने कुरा चाहिँ उहाँले नबोलेको हुनाले अझै पनि हामी विश्वसनीय ढङ्गले चाहिँ हामी घर फर्किने विद्यालय फर्किने अवस्थामा रहेनौँ। किन भन्दाखेरि हिजोका विगतका सरकारहरूले गरेका सम्झौताहरू पनि सही ढङ्गले कार्यान्वयन नगरेको हुनाले, सही ढङ्गले यथासमयमा कार्यान्वयन नगरेको हुनाले हामीलाई सशङ्कित बनाएको। त्यो सशङ्कित हुने कुराले चाहिँ अहिले पनि हामी चाहिँ फेरि प्रधानमन्त्रीले अस्ति गरेका कुरा सामान्य कुरा त्यो धेरै निर्णय गर्ने कुरा चाहिँ केही गर्नु भएन, तर धेरै शिक्षकमाथि पहिला उहाँले गरेको टिप्पणी जुन थियो त्योभन्दा अलिक फरक अलिकति नरम भएर आन्दोलनको चाहिँ गरिमालाई थोरै महत्त्वबोध गरेको चाहिँ देखिन्थ्यो। यसमा चाहिँ ठिकै छ, तर उहाँले अब मन्त्री परिषदको अब प्रधानमन्त्री भइसकेको हुनाले यसलाई चाहिँ ठिक ढङ्गले 2-3 दिन 4-5 दिनमै यसलाई चाहिँ ल्यान्डिङ गर्नुपर्थ्यो। विद्यार्थी भर्ना अभियान चाहिँ अवरुद्ध भएको छ,
छ, कक्षा 11 को परीक्षा पनि अवरुद्ध हुने अवस्था आएको छ, उत्तर पुस्तिका परीक्षण एसीको पनि रोकिएको छ। यसमा प्रधानमन्त्री एकदम जिम्मेवार ढङ्गले प्रस्तुत हुने र यसलाई सही तरिकाले चाहिँ विपक्षी दलको नेता, सत्ता साझेदार शेरबहादुर देउबा अनि पार्टीका चाहिँ संसदीय दलका प्रमुख सचेतकहरूसँग एउटा परामर्श गरेर अर्थमन्त्रीसँग, कानुन मन्त्रीसँग, शिक्षा मन्त्रीसँग परामर्श गरेर शिक्षा महासङ्घको नेतृत्वलाई राखेर एउटा सम्झौता गरेर यो आन्दोलनलाई एउटा ल्यान्डिङ गर्ने भने सबभन्दा उपयुक्त हुन्थ्यो। तर चाहिँ उहाँले चाहिँ सकारात्मक छौँ त भन्नुभएको छ, तर चाहिँ त्यो सकारात्मक एउटा चाहिँ खास बिन्दु चाहिँ अझै नआइसकेको हुनाले हामी यसमा अझै अगाडि बढ्ने, आन्दोलन अझै लम्बिने खालको स्थिति अझै छ। ग्लोबल आइबी बैंक सबैका लागि बैंक।